नमस्कार। टोखा नगरपालिका वडा नम्बर 11 ले वडाबाट सामाजिक सुरक्षा भत्ता लिनुहुने ज्येष्ठ नागरिक तथा एकल महिलाहरूलाई एक दिन ललितपुरको वज्रबाराई मन्दिर दर्शन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ। उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर 11 का ज्येष्ठ नागरिक एकल महिलाहरूको उपस्थित रहेको थियो। टोखा नगरपालिका वडा नम्बर 11 को मनोहर तीर्थबाट बसमा चढाई ललितपुरको वज्रबाराई मन्दिर दर्शन अवलोकन भ्रमण गराइएको थियो। उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्षज्यू, वडा सचिवज्यूहरू, वडा सचिवज्यू, विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रका प्राविधिक कर्मचारीहरू, महिला स्वयंसेविकाहरूको उपस्थित रहेको थियो। ज्येष्ठ नागरिकहरूले उक्त भ्रमणले पुनः ताजगी रहेको एकै नासका हामी ज्येष्ठ नागरिकहरूलाई वडाले सम्झेकोमा आभार व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा त्यहाँ रहेका विभिन्न ठाउँको अवलोकन गर्नुभएको थियो भने नृत्य गरी रमाइलो गर्नुभएको थियो। आफू जन्मेको, आफू बसेको ठाउँको परिचय दिनुका साथै एक आपसमा चिन्जान तथा परिचय कार्यक्रम सम्पन्न गर्नुभएको थियो। गाई दिइरहन्छ त्यो ग्यापबाट भेट्नु पनि हाम्रो ठिक छ बस। दर्शन तथा पूजा आराधना गरिसकेपछि ज्येष्ठ नागरिक एकल महिलाहरूले खाजा खानुभएको थियो। खाजा खाइसकेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष तीर्थ स्थल यो वज्रबाईमा उपस्थित हुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा म घनश्याम खड्का टोखा 11 को वडा तर्फबाट यहाँलाई नमस्कार अभिवादन भन्न चाहन्छु। यस कार्यक्रम ज्येष्ठ नागरिकका संयोजक हाम्रो ईश्वरी आचार्यज्यू, वडा सचिवहरू, नेपाल सरकारबाट एकदम निवृत्त हुनुभएको कर्मचारीज्यूहरू पनि हुनुहुन्छ। यो कार्यक्रमलाई सफल पार्न आउनुहुने हाम्रो बर्लाम बुवा एकदम गायक है। मैले सबैको नाम अब लिन एकदम मन लागिरहेको थियो हैन। अब सबैको नाम मैले उच्चारण गर्न सकिनँ। एकदमै वडाको एकदम अग्रज व्यक्तित्वहरूमा फेरि पुनः यहाँलाई किन नमस्कार भन्न चाहन्छु। म आज बिहान हजुरहरू बसमा बस्दै गर्दाखेरि म हजुरसँगै एकदम नाचगान गरेर मलाई आउने असाध्यै रहर थियो।
अब यहाँहरूले अब भने जस्तै अब त्यो हुन सकेन किनभने वडामा पनि अब सेवाग्राहीहरू हिजोदेखि नै फोन गरेर होइन भोलि कतिपय वडामा आउनुहुन्छ है मेरो यहाँ एउटा सिफारिस रोकिएको छ भन्नुभएको थियो त्यो कारणले गर्दाखेरि पनि अब त्यो सेवा नि प्रदान गर्नुपर्ने हजुरहरूसँग रमाउनु पर्ने होइन धेरै कुराहरू जोडिया भएर त्यो भएर म चाहिँ नि अब वडामा बसेर हजुरहरूलाई चाहिँ म आउँछु है ढिला भनेर मैले चाहिँ हजुरहरूलाई त्यो भने अब ढिलै भए पनि मैले अब आउने एकदम प्रयास गरेँ तर बाटोहरू एकदम बिग्रेको रहेछ जुन बाटो मैले आएँ अब मसँगै आउने हाम्रो विप्लव सरले पनि अब उहाँ पनि आइरहने मान्छे तर उहाँ पनि आज त्यो बाटोमा चाहिँ नि अब बाटो बिग्रिया भएर अर्को ठाउँबाट हामी आउँदाखेरि ढिलो भएको त्यसको लागि चाहिँ म यहाँसँग क्षमा याचना माग्न चाहन्छु अब हामीले यो ज्येष्ठ नागरिकको चाहिँ नि अब हाम्रो वडाको अब बुवा आमा जो चाहिँ नि अब लाई हामीले वडाको तर्फबाट हामीले निर्वाचित भएदेखि नै कसरी हुन्छ यो ज्येष्ठ नागरिकहरूलाई चाहिँ हामीले कसरी खुसी दिन सकिन्छ भनेर वास्तवमा हामीले वडाको तर्फबाट के गर्न सकिन्छ होइन पहिला धेरै वडाहरूमा चाहिँ नि ज्येष्ठ नागरिकहरूलाई चाहिँ नि घुमाउने भन्दा नि कोही अब सिजन अनुसार कोही ज्याकेट बाँड्ने होइन कोही हर्लिक्स बाँड्ने यस्तो धेरै देखियो तर अब सबैको यसो हेऱ्यो हाम्रो वडामा बसी बुवा आमा दाजुभाइहरू चाहिँ नि एउटा हर्लिक्स खाएर त 1 महिना के अरे 2 हप्तामा सकेला तर एउटा ज्याकेट लगाएर एउटा जाडोमा जाने थियो तर सबैको घरमा सिरक राख्न पनि छ ज्याकेट पनि छ तर हामीलाई चाहिँ नयाँ ठाउँमा घुमाइदियो भने हामीले पनि कहीँ तीर्थस्थल घुम्न पाउँछौँ त्यहाँ देख्न पाइन्छौँ यस्तो कुरा राखिसकेपछि त्यो एउटा चाहिँ नि ज्येष्ठ नागरिकहरूलाई नै हामीले डाकेर उहाँहरूकै भावना अनुसार त्यसमा चाहिँ हाम्रो सम्बन्धित भूमिका खेल्ने हाम्रो ईश्वरीजी लगायत हाम्रो सम्पूर्ण वडा सदस्य साथीहरू होइन ले चाहिँ नि उहाँहरूकै भावना अनुसार ल अब यसरी लानुपर्छ भने हामीले पहिलो वर्ष हामीले उसमा चन्द्रगिरी लगाएका थियौँ चन्द्रगिरीको अनि लगतै हामीले महालक्ष्मी थान लगाएका थियौँ त्यस्तै गरी हामीले जो छुट्नु भएको थियो वडामा ज्येष्ठ नागरिक उहाँहरूलाई पनि अनि हामीले वडामा केही अब चाहिँ नि खाजा खाएर यसो चाहिँ नि नाचगान गर्ने यसो रमाइलो गर्ने एउटा चाहिँ हामीले त्यो चाहिँ एउटा हामीले त्यो गऱ्यौँ तर त्यसरी चाहिँ नि हामीले त्यो गर्दाखेरि केही अब छुट्नुभयो त्यो छुटेपछि अनि दोस्रो वर्ष हामीले होइन यसपाला त हामीलाई टाढा लानुपर्छ भन्ने हिसाबले त्यो भन्नुभयो त्यो भनेपछि अनि हामीले चाहिँ नि नुवाकोट जिल्ला जाने उहाँ दुग्धेश्वर महादेवमा जाने सबैको त्यो चाहना अनुरूपै हामीले अब हाम्रो बुवा आमा दाजुभाइहरूलाई हामीले त्यहाँ लाने एउटा प्रयास गऱ्यौँ त्यहाँ जति जानुभयो होइन जान नसक्ने अब होइन जानु सक्नु भएन जानु सक्नेहरूलाई पनि त्यहाँ लगेर हामीले घुमाएर ल्यायौँ तर त्यहाँ घुमाएर ल्याउँदाखेरि अहिले किनभने सबै मान्छे अब रोगी हुनुहुन्छ होइन अब कोही सुगर कोही प्रेसर धेरै कुराहरूले गर्दाखेरि पनि टाढा जाँदाखेरि अलिक गाह्रो हुने रहेछ त्यो भएर अब यसपाला चाहिँ नि अलिक नजिक कहाँ जान सकिन्छ भने हामी धेरै छलफल गरेर आज यो चाहिँ नि यो स्थानमा हामीले चाहिँ नि यहाँहरूलाई ल्याएको छौँ अब किनभने वडाको चाहिँ नि होइन अब जे हामीले हाम्रो जे छ हामीले त्यो क्षमता त्यही अनुसारको हामीले यहाँलाई अब सेवा गर्नलाई हामीले गऱ्यौँ ज्येष्ठ नागरिकको भनेको के हो भन्दाखेरि भोलि तपाईँहरू ज्येष्ठ नागरिक हुँदै गर्दा हामी पनि ज्येष्ठ नागरिक हुन्छौँ होइन किनभने सधैँ हामी मात्रै यो पात्र चाहिँ जनप्रति हुने पनि होइन भोलि तपाईँहरूकै छोरा नाति पनि भोलि चाहिँ यो वडाको प्रतिनिधि भएर हामीहरूलाई नि तपाईँहरू जस्तै नै भोलि हामीले चाहेको हामीले रोजेको ठाउँमा यसरी घुमाउने होइन र नदेखाएको ठाउँ देखाउने होइन यस्तो टोल वडाभरिको आमा बुवालाई एकै ठाउँमा यस्तो जमघट बनाएर होइन यस्तो नाचगान गर्ने खाने र खानेकुराको कुरा होइन कि एक आपसमा सधैँभरि यसरी त बस्ने वातावरण भएको थिएन यो वातावरण चाहिँ सिर्जना गर्नुपर्छ भनेर नै होइन अब हामीहरूले चाहिँ यो एउटा आयोजना गरेको यो आयोजनामा चाहिँ अब यहाँहरू उपस्थित भएर होइन भरपुरसँग होइन यसरी समय लिनु भएको छ होइन अब होइन म त यो बिचमा आउनु पाएको छैन होइन अझ यहाँ अब बुवाले पक्कै पनि गीत गाइसक्नु भएको होला होइन अब धेरै कुराहरू आफ्नो बुवाहरूले राख्नु भएको छ आफ्नो भनाइहरू होइन अब यो यहाँहरूको चाहिँ यो आजको कार्यक्रममा अब हामीले वडामा यो मात्रै होइन अब हामीसँग ज्येष्ठ नागरिक भवनहरू पनि हाम्रो निर्माण भएर होइन अब त्यसलाई हामीले एउटा चाहिँ प्रयोगमा ल्याउन लागेछौँ त्यो ज्येष्ठ नागरिक भवनमा अब कतिपय बुवा आमाहरू होइन सधैँ घरमा बसिरहेर होइन मात्रै चाहिँ नि भएन होइन अब कति कुराहरू केही कुराहरू आफूलाई भन्नु मन लाग्ने हुन्छ होइन त्यो कुरा आफ्नो चाहिँ नि मनमा लागेको कुराहरू चाहिँ नि व्यक्त गर्ने त्यो थलो भनेको साँच्चै नै अब समस्या परेर आउँदाखेरि त वडामै आउनुपर्छ तर त्यो वडाभन्दा नि फरकमा चाहिँ नि यहाँहरू चाहिँ नि त्यो ज्येष्ठ नागरिक भवनमा एक आपसमा चाहिँ नि आफ्नो घरको समस्या आफ्नो के अरे रोगको समस्या आफ्नो केही पारिवारिक
समस्या पनि त्यो राख्नु सक्नुभयो भने कतिपयले त यहाँबाट जाँदै गर्दा घर अब यहाँ छोरा बुहारीबाट नि होइन कति कुराहरू अब के अरे भनाइ सुन्न पर्ने हुन्छ सबैको त्यस्तो नहुन सक्छ होइन ती कुराहरूले गर्दाखेरि अब यहाँ आउनु भएको छ आज के अरे यो कार्यक्रममा सहभागी हुनुभयो अब भोलिपल्ट त यहाँहरूको त्यस्तो हुँदैन त्यसले गर्दाखेरि हामीले यो कार्यक्रम राख्नु चाहिँ उद्देश्य के भन्दाखेरि यहाँहरूको पनि अब कति जान्छ कसो चिन्जान पनि नहुनसक्छ होइन तपाईँहरूले एक आपसमा भएका आफ्नो समस्याहरू पनि राखेर हामीले अब 3टा बेल छुट्याएको छौँ त्यो ज्येष्ठ नागरिक चाहिँ यो भवन एउटा चाहिँ गोरखकाली मन्दिरसँगै छ त्यो सँगै हाम्रो वडा कार्यालयमा नि होइन यहाँहरूले अब हामी केही समय ज्येष्ठ नागरिकहरू पनि केही कार्यक्रम ल्याएर यहाँहरूको आफ्नै अब त्यो छलफल गरेर लिएर आउनुभयो भने हामीले सक्नुपर्ने ओडाले मानवीय विकासमा चाहिँ नि होइन मान्छेलाई एउटा ह्याप्पिनेस होइन हामीले ल्याउन सकेनौँ भने हामी एउटा बुवा आमालाई चाहिँ एउटा निरोगीबाट होइन एउटा चाहिँ तपाईँलाई एउटा प्राणमुक्त गर्न सक्दैनौँ र हामी त्यस्तो सेवा ओडाले धेरै मान्छे जोडिनु पर्ने हुन्थ्यो होइन अब केही अब हामीले हाम्रो ठाउँबाट निकै 1 हप्ता अगाडि नै हामीले सूचना निकाल्न हाम्रो ओडावासीलाई चाहिँ सबैलाई होइन नाम लेखाउन र आउनको लागि चाहिँ भनेर हामीले आह्वान पनि गरेका थियौँ जो आउनुभयो होइन यहाँहरूलाई एकदम होइन त्यसको लागि एकदम धन्यवाद दिउँ यो छुटेका कोही अब बुवा आमा हुनुहुन्छ भने आगामी दिनमा पनि यसरी समेटेर होइन अब कुन ठाउँमा जाँदाखेरि धेरै मान्छे बुवा आमाको जमघट हुन्छ चाहिँ नि त्यो ठाउँमा चाहिँ नि होइन तपाईँहरूको एउटा चाहिँ नि त्यहाँ एउटा समिति छ त्यो समिति मार्फत होइन छलफल गरेर ल्याउनु भयो भने हामी होइन छिट्टै नै अब आउने आर्थिक वर्षमा चाहिँ नि हामीले छुट्याएको चाहिँ अब यो असारमा हाम्रो नगरसभा हुन्छ नगरसभा सकिए होइन दसैँ अगाडि अथवा दसैँ पछाडि पनि चाँडै नै हामीले यहाँहरूलाई होइन अब भ्रमण गर्ने होइन अथवा के गर्न सकिन्छ त्यो हामी गर्ने नै छौँ वडा समितिको साथीहरूलाई विशेष गरेर हाम्रो अब यहाँ वडा सदस्य अब आज यहाँ अगाडि नै अब हाम्रो थपेलाजी हुन्छ होइन उहाँ एकदम उहाँ पनि एकदमै उहाँ दिदीबहिनीहरूले जे भन्नुभएको छ त्यही अनुसारले उहाँ चाहिँ सहयोग हुने गर्नुभएको छ त्यसको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु विशेष गरेर अब यो आज धेरै बोलिने यो कार्यक्रमै होइन अब हजुरहरूको कुरा सुन्न पर्ने यहाँ अब हाम्रो साथीभाइहरूले 2-2 मिनट भनेर यहाँ बुवालाई धेरै होइन आधी घन्टा बोल्ने मन थियो होइन त्यो साँच्चै नै हो अब आगामी दिनमा चाहिँ हामी एकदमै चाँडो जुन ठाउँमा जान्छौँ त्यो ठाउँमा धेरै अगाडि नै गएर अब बुवा आमाहरूकै चाहिँ धेरै कुरा सुनेर हाम्रो कुरा चाहिँ नि हजुरकोमा चाहिँ नि एकदम थोरै हामी राखेर हजुरको कुरा सुन्ने गरेर चाहिँ अघि बढ्नेछौँ भन्दै यो आजको चाहिँ अब कार्यक्रममा चाहिँ मलाई पनि होइन यहाँ आफ्नो कुरा राख्न दिनुभयो त्यसको लागि यहाँलाई चाहिँ नि अब धन्यवाद दिँदै यो कार्यक्रमलाई चाहिँ नि अहिले होइन अब अघि बढेको चाहिँ नि होइन भन्छु भन्दै चाहिँ नि मेरो अहिलेलाई चाहिँ आफ्नो भनाइ चाहिँ नि अन्त गर्न चाहन्छु हस्त नमस्कार म एक्लै बागलुङबाट बोलाइछु मेरो जन्मघर गोर्खा म जन्मघर चाहिँ मेरो रामकोट सम्पूर्णमा मेरो नाम यशोदा सिटौला हो सबै दाजुभाइ दिदी बहिनीहरूलाई अब म त फेरि हजुरहरूले भन्नुभयो को बुढो करायो को आयो यो जुङ्गा पनि सेतै छ कपाल पनि सेतै छ यो बुढाले के भन्छ भन्नुभयो भने मेरो पुर्खा चाहिँ नि मेरो गोर्खा हो कालु पाडिया चाहिँ खलाती पलाती हो म अब हाम्रो अब सबजनाले भन्नु है त बर्दबारै माताको बर्दबारै माताको जन्मघर अरली साँची कर्मघर अब मेरो माइती पनौती नमस्कार यहाँ बस्ने मेरो वडा सदस्य माथ्यु ईश्वरी म्याम यहाँबाट सबै दाजुभाइ बहिनीहरू सबैलाई अब म पश्चिम 1 नम्बर नुवाकोट बस्छु वडा सबैलाई नमस्कार छ मेरो नाम सुजितेन्द्र शर्मा हो सबैलाई नमस्कार नमस्कार हामी जति यहाँ आएका छौँ मेरो जन्म धादिङ जन्मघर खुटुङ घर भण्डारी
सबैलाई नमस्कार। मेरो नाम सानु खड्का हो। सोरखुट्टे हो। चैत 19 गते भद्रबारै जन्मभूमि बुध सिंहनी जन्मभूमि बुध सिंहनी मातृभूमि सम्झन्छु मै पनि रानी बनाइमा विरती सम्झ मनैमा। मेरो नाम बाबुलाल श्रेष्ठ। खुसी लागेको छ यहाँ आउन पाएर। आज बजार नाम बिना भण्डारी हो। मेरो जन्मथलो नुवाकोट हो। बुवाहरू सबैजनालाई मेरो नमस्कार छ। मेरो अधिकारी हो। म जन्मेर लौनको दुध पोखरी छेउमा हो। दुध पोखरी धेरै वर्ष बारायणीको दर्शन गराइदिने आयोजक सदस्यज्यूहरूलाई र सम्पूर्ण उपस्थित हुने। मेरो जन्मघर पनि गुल्मी, कर्मघर पनि गुल्मी। काठमाडौँ आएको 10 वर्ष भयो। सदस्य सहित सबै दिदीबहिनी आमा बुवाहरूलाई सबैले प्रणाम गर्नु। पुरी वडा 8औं घर नुवाकोटको शिवपुरी वडा 8औं घर नाम मेरो यानु जिराले थपैया हो धर नाम मेरो यानु जिराले थपैया हो धर 50 सालमा काठमाडौँ दाजुभाइ दाजु बहिनी मात्रै पर्छ, मेरो दाजु पनि होला। सबैलाई नमस्कार छ। मेरो जन्म खातै भडारी गाउँ हो। म भडारी नै हुँ। मेरो नाम केबी। यहाँहरू सबैलाई नमस्कार। उपस्थित हुनुपर्ने दाजुभाइ तथा दिदी त्यसरी ज्येष्ठ नागरिक भ्रमणमा ल्याएर यो वज्रवाराइमको दर्शन। मेरो घर जन्मलाई मेरो नमस्कार छ। म उपस्थित दाजुभाइ दिदीबहिनी तथा कर्मचारी भाइरल बालाई नचिन्नु भएको छैन। यहाँलाई मेरो नमस्कार। यहाँको जिल्ला त्रिकेश्वर गाउँपालिका बलराम खतिवडा राम्रो वडा 200को अडारतर्नी हो। जिन्दगीको भर छैन कहिले मर्ने हो। हरि बोल जिन्दगीको भर छैन कहिले मर्ने हो। ए राम नाम भजेर पार तरनी हो। राम नाम भजेर पार तरनी हो। जिन्दगीको भर छैन कहिले मर्ने हो। दाजुभाइ दिदीबहिनी सबैलाई मेरो नमस्कार। दाजुभाइ दिदीबहिनी सम्पूर्णमा सुभद्रा भण्डारी माइती नुवाकोट कविलास हो। चन्डाडा पौडेलहरू हुन्। घर गङ्गबु। मेरो नाम सुमना गाइजो हो। म हाल गङ्गबु 11 मा भन्नु अधिकारी मेरो माइती पर्वत हो। घरको प्रतिनिधि सायद बाबा आमा नमस्कार। मेरो नारायण नमस्कार। मेरो घर पर्वत। मेरो जन्मथा सेन्टर घर चन्नाडा चिनीमैया नाम। मेरो जन्मघर तनुङ संयोजक ज्यू। मेरो जन्मघर लमजुङ दुरेडाँडा कर्मघर लमजुङ। नमस्कार। म कृष्ण प्रसाद बस्ती। बाबा मम्मी दाजुभाइ दिदीबहिनीमा नमस्कार। आजको यो हाम्रो कार्यक्रमलाई सहर्ष स्वीकार गरेर हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आजको आफ्नो पहिलो सेसन समापन भइसकेपछि बज्रबाराई मन्दिर प्राङ्गणमा रहेको खुला व्यायामशालामा ज्येष्ठ नागरिक तथा एकल महिला दिदीबहिनीहरूले मनोरञ्जन लिनुभएको थियो। उक्त पार्कमा ज्येष्ठ नागरिकहरू रमाइकन
पार्कको मनोरञ्जन लिइरहनु भएको थियो भने खुला व्यायामशालाको पनि अभ्यास गर्नुभएको थियो। उक्त अभ्यासमा ज्येष्ठ नागरिकहरूले यस्तै खुला व्यायामशाला टोखा नगरपालिका वडा नम्बर 11 पनि भइदिए हामीहरूलाई यसो घुम्न व्यायाम गर्न धेरै सहज हुने बताउनु भएको थियो। खुला व्यायामशालाको अभ्यास गरिसकेपछि हाम्रै टोखा नगरपालिका वडा नम्बर 11 मा रहनुहुने ज्येष्ठ नागरिक बलवान खतिवडाद्वारा सिर्जना गरी गाइएको गीतमा ज्येष्ठ नागरिकहरूले भरपूर मनोरञ्जन लिनुभएको थियो। फोटो सेसनको समाप्तिपछि वडा अध्यक्ष घनश्याम खड्का ज्येष्ठ नागरिकहरूसँग नाच्दै रमाइलो गर्दै साथमा ज्येष्ठ नागरिक तथा एकल महिला दिदीबहिनीहरू कहाँ आउँछ घुमेर बालपनको उमेर भन्ने गीतमा नृत्य गर्नुहुँदै ज्येष्ठ नागरिक तथा एकल महिला दिदीबहिनीहरू साथमा वडा अध्यक्ष तथा वडा सचिवज्यूहरू ज्येष्ठ नागरिकहरूसँग नाचेर साथ सहयोग गर्नुहुँदै र सँगै नृत्य गर्नुहुँदै ज्येष्ठ नागरिकज्यूहरू नाचगान सम्पन्नपछि ज्येष्ठ नागरिक एकल महिला दिदीबहिनीहरूले भोजन गर्नुभएको थियो। भोजनपछि सामूहिक फोटो सेसन सम्पन्न भएको थियो।
लाइभ हान्दिनु फोटो सेसनपछि ज्येष्ठ नागरिक शेरबहादुर गाईजुजूले संक्षिप्त प्रतिक्रिया राख्नुभएको थियो। ज्येष्ठ नागरिकको तर्फबाट छोडेर गुङ्गबु कर्म ठेरै भनौँ म 2049 सालमा गुङ्गबुमा आएँ। आज हामीले टोखा नगरपालिका वडा नम्बर 11 को ज्येष्ठ नागरिकको जुन कार्यक्रममा बोलाउनु भयो म पनि तपाईहरुको निम्तोलाई स्वीकारेर आउनु पाउँदाखेरि मलाई साह्रै खुसी लाग्यो। हाम्रो परम्परादेखि रीतिथितिमा हाल म टोखा 2 मा बस्छु। मेरो जन्मघर चाहिँ टोखा 3 मा हो। अहिले 2 मा बसोबास गर्दैछु। म स्वास्थ्य कर्मीको हिसाबले यहाँ आएको छु। कसैलाई टाउको दुख्यो र पर्यो भने मलाई सम्पर्क गर्नु होला। अघि एक दुईजनाले भन्नुभयो टाउको दुख्यो दाँत दुखेको। नमस्कार, म कल्पना खड्का, म टोखा 11 को स्वयंसेविका र मेरो जन्मघर चाहिँ धादिङ वडा नम्बर 11 चाहिँ जब गर्छु। पहिला मेरो माइती खोटाङ, घर चाहिँ भण्डारी टोल। मेरो नाम फत्ते कुमारी लामिछाने, म 11 नम्बर वडा भण्डारी गाउँमा बस्छु। सबैजनालाई म चाहिँ मेरो जन्म घर चाहिँ सूर्यगढी नगरपालिका फलाटे घर नगोट। रामा पौडेल, मेरो जन्मघर मकवानपुर जिल्ला चितलाङ लामिछानेको छोरी छ। मेरो तर्फबाट मेरो जन्म चाहिँ गोर्खा खोप्लाङ हो। कतिले चिने कतिले चिने छैन। गोर्खातिरको मान्छे छ छैन मलाई थाहा। नमस्कार, मेरो नमस्कार। म नुवाकोट जिल्ला ककनी वडा नम्बर 3 मा जन्म भएको। मेरो नाम चन्द्रलक्ष्मी श्रेष्ठ हो। म इन्द्रचोकको अहिले गङ्गबु 11 नम्बर। नाचगान गरेर भरपूर मनोरञ्जन गर्नुभएको थियो। ज्येष्ठ नागरिक तथा एकल महिला दिदीबहिनीहरूले साथ सहयोग गर्दै हुनुहुन्थ्यो वडा अध्यक्ष तथा वडा सचिवहरू। बीचमा ज्येष्ठ नागरिक बलराम खतुराले भजन कीर्तन भागवतको ज्ञान दिँदै नचाउनु भएको थियो। अन्त्यमा जाने के हो? अन्त्य मिति कसैका बङ्गला गएनन्, कसैका सम्पत्ति गएनन्। सम्पत्ति र दम्पत्ति विपत्ति सहज तरिकाले उपभोग गर्नुपर्छ। मेरो श्रीमती राम्रो छ भने उठेर हिँड्ने, मेरो सम्पत्ति ठुलो छ भनेर
घमण्ड गरेर हिँड्ने, विपत्तिमा गएर भने नगर्नु, सहज तरिकाले भोग गर्नुहोस्। भोजन पश्चात कार्यक्रम सम्पन्न भएको थियो भने सम्पन्नपछि वडाध्यक्ष वडा सदस्यहरूले ज्येष्ठ नागरिक एकल महिला दिदीबहिनीहरूलाई त्यहाँबाट बसबाट सुरक्षित अवतरण गरी मनोहर तीर्थमा ल्याएर उडाली कार्यक्रम सम्पन्न